सबैलाई नमस्कार। अब चाहिँ आज हामी माइक्रोसफ्ट पावर पोइन्टमा कसरी भिडियो इन्स्टल गर्न सक्छौँ भन्ने कुरा हामी सिक्छौँ। त्यसको लागि तपाईँ पहिला माइक्रोसफ्ट पावर पोइन्ट खोल्नु पऱ्यो। त्यसको लागि विन्डोजमा जानुहोस्। यहाँ गएर अलमा गएर तपाईँले पावर पोइन्ट खोज्नुभयो भने पीमा पावर पोइन्ट तपाईँले पाउन सक्नुहुन्छ। त्यहाँ क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईँको पावर पोइन्ट खुल्छ। तपाईँले एउटा ब्ल्याङ्क पावर प्रेजेन्टेसन खोल्न सक्नुहुन्छ। यो तपाईँको टाइटल भयो। दिस इज द टाइटल कभर। त्यसपछि आएर तपाईँले नयाँ स्लाइड बनाउन राइट क्लिक गर्नुहोस् र तपाईँको यहाँ गएर न्यू स्लाइडमा क्लिक गर्दाखेरि तपाईँको नयाँ स्लाइड बन्छ। यहाँ गएर तपाईँले त्यो भिडियोलाई इन्सर्ट गर्न सक्नुहुन्छ। त्यसको लागि इन्सर्टमा जानुहोस्। यहाँ गएर तपाईँले भिडियो गर्नुभयो भने यहाँ अनलाइन भिडियोमा तपाईँले क्लिक गर्नुभयो भने तपाईँले पाउन सक्नुहुन्छ। यहाँ गएर तपाईँले युट्युबमा गएर तपाईँले युट्युबमा खोज्नु भएको त्यो भिडियोको यो युआरएल त्यो लिङ्कलाई चाहिँ तपाईँले कपी गरेर तपाईँले यहाँ हाल्नुभयो भने तपाईँको त्यो त्यसपछि तपाईँको त्यो भिडियो यसले खोज्छ र भेट्टाउँछ। त्यसपछि तपाईँले इन्सर्टमा गर्नुभयो भने त्यो भिडियो तपाईँको यहाँ इन्सर्ट हुन्छ। पावर पोइन्ट इज इन्सर्टिङ। यो गर्दाखेरि चाहिँ हजुरहरूको भिडियोको साइजले म्याटर गर्दैन। यो चाहिँ तपाईँको अनलाइन तपाईँको इन्सर्ट हुने हो है। सो यस्तो गर्नुभयो भने तपाईँको फाइलको साइज चाहिँ त्यति साह्रो ठुलो हुँदैन। यदि तपाईँसँग डेस्कटपमै भएको तपाईँ कम्प्युटरमै भएको तपाईँको भिडियो तपाईँले हाल्न चाहनुहुन्छ भने यहाँ नयाँ स्लाइड बनाउनुहोस् र इन्सर्टमा गएर तपाईँले इन दिस डिभाइसमा तपाईँले क्लिक गर्नुभयो भने तपाईँकै डिभाइसमा भएको एउटा भिडियो तपाईँले हाल्न सक्नुहुन्छ। जस्तै यहाँ मेरो नेसनल एन्थम भन्ने छ। यसलाई मैले क्लिक गरेँ भने हो यो चाहिँ त्यसले हाम्रै कम्प्युटरमा भएको भिडियोलाई चाहिँ यसले यहाँ इन्सर्ट गर्छ। यो गर्दाखेरि चाहिँ तपाईँको फाइलको साइज बढ्ने चान्सेस हुन्छ। त्यही कारणले तपाईँले यसरी अनलाइनबाट गर्नुभयो भने चाहिँ नि तपाईँको फाइलको साइजहरू त्यति ठुलो हुँदैन। थ्याङ्क यू।